साथीहरू सबैलाई दर्शन नमस्कार। आज चाहिँ हामी बिहानै बुढाबुढी यसो भ्रमण गएका थियौँ साथीहरू। एकदम नयाँ नौलो तपाईँको अगाडि प्रस्तुत गर्न लाग्छु। तरकारी हो तर त्यो तरकारी तपाईँहरूले खानुभएको छ कि नै, तपाईँको ठाउँतिर पाउँछ कि नै कमेन्ट गर्नु होला। त्यो चाहिँ हो हाम्रो, चिन्नुभयो के हो यो, चिन्नुभयो? यो चाहिँ आज हामीहरू सबै पहिलोचोटि फर्स्टचोटि खाँदैछौँ साथीहरू। कस्तो हुन्छ, टेस्ट चाहिँ एकदम राम्रो हुन्छ भनेर चाहिँ एका बिहानै हामी दुःखै नधोएर उठेर टिपेर ल्यायौँ। यो चाहिँ हो, यसको नाम चाहिँ हाम्रो यतातिर शीतल चिनी भन्नुहुन्छ है सबैजनाले। मैले त फर्स्ट तपाईँको यसको पनि तरकारी हुने रहेछ भनेर, त्यो शीतल चिनी त अब धेरै कुराको औषधि हुन्छ भन्ने कुराहरू मैले सुनेको थिएँ। यस्तो चिज दबाई हुन्छ भन्ने कुरा त थाहा थियो, तर तरकारी हुन्छ भन्ने कुराहरू थाहा थिएन। लिएर आएका छौँ। एकदम टेस्ट हुन्छ गरे, नेचुरल हुन्छ गरे। अब औषधि पनि हुन्छ होला पक्कै पनि। तपाईँको ठाउँतिर पाइन्छ या पाउँदैन कमेन्ट गर्नु होला। तपाईँले खानुभएको छ कि छैन, अनि टेस्ट कस्तो लाग्यो तपाईँलाई कमेन्ट गर्नु होला साथीहरू। यति भन्दा हाम्रो बुढी चाहिँ भिडियो बनाउनलाई चाहिँ अब यसको कस्तो आउँछ टेस्ट त्यो पनि भिडियो हालौँला साथीहरू है।